जिन्दगीका यी साना साना पलहरूमा नै खुसी लुकेका हुन्छन्। म आफूले आफूलाई ब्लगरको उपनाम त दिन चाहन्न, तर यी अनमोल क्षणहरूलाई क्यामेरामा कैद गरेर राख्न मलाई एकदमै रमाइलो लाग्छ। हरेक भिडियो क्लिपले मेरा यादहरूलाई सधैँका लागि ताजा बनाइराख्छन्। यो मेरो तरिका हो यादहरूलाई सँगाल्ने र तिनै यादहरूमा बाँच्ने। यो अनिश्चित जिन्दगीमा भोलि के हुन्छ कसलाई थाहा छ र? त्यसैले म यी मेरा मिठा पलहरूलाई क्यामेरामा कैद गरेर राख्न रुचाउँछु, ताकि म नरहे पनि मेरा यादहरू यसरी नै बाँचिरहन्, मेरा आवाजहरू गुन्जिरहन् र मेरा प्यारा मान्छेहरूले मलाई सम्झिरहन सकुन्। यो भिडियो मेरा लागि सिर्फ एउटा दृश्य मात्र होइन, यो त मेरो अस्तित्वको एउटा अंश हो जुन सधैँभरि रहिरहनेछ। यी पलहरू मेरो जीवनको अमूल्य सम्पत्ति हुन्। समय बित्दै जाला तर यी यादहरू सधैँ ताजा रहिरहनेछन्। या म नहुँदा पनि यी आवाजहरूले तपाईहरूलाई मेरो उपस्थिति महसुस गराउनेछ।